हामी कहाँ जानु आँटेको भने भन्नु मलाई खोला खोला खोल्सा भनौँ न त्यसलाई खोला भन्नु मिल्दैन खोला भन्नु मिल्दैन खोल्सा होइन सानो पौडी खेलेर आउनुलाई पौडी पनि के भन्नु त्यसलाई नुहाएर आउन आँटेको हामी नुहाएर आउनु भिडियो भिडियो अस्ति घाल्नु आइदियो नि कसले फालिदिएको लामो च्यान त हो कि भन्नु दिएर के बोले भाइ के बोले के बोले के छ थाहा हो केही छैन ल लागौँ हामी अब होइन अब हामी लागौँ राइट टु कुन खोला अरे कुन खोला अरे गर खोलाको लागि हामीले निस्किसक्यौँ होइन अब खोला के भन्नु नि आउन सानो फाइनली यिनीहरूलाई कुदै लाने कि मान्छेले बस्यो भन् न तलै जाने हो भने खोलामै पुग्ने आज त हामी राइड चाहिँ अब अप्ठ्यारो बाटो छ भन्दा पनि चिजै छैन त सरर केटाहरूले त स्कुटीले नै दिन्छ क्या यार हामीलाई ठिक छ हामी ठिकै जाऊँ हामीलाई हामी चाहिँ गुवाबारी आइपुग्नु आँटीमै 5 किलोमिटर बाँकी छ गुवाबारी आमामा कस्तो ओइ मा फाइनली भिडियो दियो त यार अनि हामीलाई कहाँ दिन्छ यिनीहरूलाई अगाडि लागिदिने हो क्या अफरोड सुरु आमा के हो बाटो त है पाराले बाटो काटेर माछ खान पाइन्छ क्या हो यसरी खोला चाहिँ आइपुग्नु आँट्यो है अब 2 मिनट पनि लाग्दैन है
अब पार्किङ गर्ने ठाउँ पनि आइपुग्यो हेर्नु त्यो त यस्तो छ खोलाको हालत अनि ओ गल्यो ल केटा हो खोला आइपुग्यो बिसाउ बिसाउ ल होइन 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 हेलमेट हाल्छ के गर्छ चाबी नि हाल्छु चाबी हाल्दै हाल्नु मिल्दैन नि त बाइकमा बाइक पनि हात पर्ने किनेन कुरादेखि मात्र चाबी निस्किन्छ होइन होइन केटा जाउँ ल राइट वेटु हामी खोला खोला अब खोला होइन खोल्सा भनौँ न लेउटामा पर्छ सानो हामी अहिले चाहिँ हाम्रै सङ्घसभाको एकदमै रमणीय ठाउँ माल्टा खोला भन्ने एउटा ठाउँ गएको छौँ जाँदैछौँ भनौँ न खोला चाहिँ पुग्न आँट्यौँ तर यस्तो छ है गाइस बाटो चाहिँ हेर्नु यस्तै छ बाटो त्यस्तै छ भान्जा पर्ख न यस्तै छ यहाँभन्दा उमाथि तपाईँहरूले देख्नु भएको छैन होला तर उमाथि छ खोला चाहिँ देख्न सक्नुहुन्छ हजुरहरूले बाटो चाहिँ यस्तै छ है जङ्गलै जङ्गल भन्दा बाटो कस्तो छ यहाँको जङ्गलै जङ्गल छ क्या त भाइहरू इत्रु भाइहरू नि यस्तो खोलामा खेल्छ हेर्नु है खुब नाच्ने के गर्नको खोला यस्तै छ